हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदै थियो दार्जिलिङ किनभने चाहिँ हाम्रो अफिसियल काम थियो नि त। हामी त्यो भएर चाहिँ गएको थियो। हामी जानुपर्ने चाहिँ कोर्टमा थियो, अन्त यहाँ हामी कोर्ट पनि पुग्यो। हाम्रो काम चाहिँ छिटो नै सक्यो होइन, टाइम लागेन। अन्त त्यो भएर चाहिँ हामीले डिसाइड गर्यो कि गोर्खेहाट जाउँ भनेर, किनभने त्यो दिन चाहिँ गोर्खेहाट लागेको रहेछ नि त। यति बिना भिड रहेछ होइन, केही खाऊँ भनेर सोचेको थियो तर बस्ने जग्गा पनि थिएन। त्यो भएर चाहिँ हामी हेर्दै मात्रै थियो होइन, के स्टल रहेछ भनेर हामी हेर्दै जाँदै थियो। अनि यहाँ चाहिँ यति बिना भिड थियो। यो उकालोमा चाहिँ ओरेन्ट उकालोमा चाहिँ तपाईँहरूलाई पनि थाहा नै छ कस्तो भिड हुन्छ भनेर होइन। तर त्यो दिन चाहिँ गोर्खेहाटले गर्दाखेरि चाहिँ झन् भिड थियो होइन। अन्त हामी त्यहाँ हेर्दै थियो के पाउँछ भनेर। त्यसपछि चाहिँ हामीले डिसाइड गर्यो कि आएको बेलामा चौरस्ता पनि घुम्नु जाउँ भनेर होइन। त्यो दिन वेदर पनि कति दामी भइरहेको थियो। अन्त त्यहाँ चाहिँ सरस मेला पनि लाग्दै थियो नि त चौरस्तामा। त्यो दिन पनि लागेको थियो। अन्त त्यो भएर चाहिँ हामी सिधै चौरस्तापट्टि गयो होइन। त्यो मेलामा चाहिँ नि सबै डिस्ट्रिक्टहरूबाट चाहिँ आउँदो रहेछ होइन, सेल गर्नुको लागि आफ्नो आफ्नो आइटमहरू ल्याएर हो। अन्त यहाँ चाहिँ मैले मेरो भाउजूलाई पनि भेटेँ होइन, उसको पनि स्कुल छुट्टी भएको थियो। अन्त भाउजू र भाइ आएको थियो। त्यो भएर हामी घुम्दै थियो, हेर्दै थियो होइन। कति दामी दामी आइटमहरू थियो त्यो त्यहाँ राखेको वालामा चाहिँ होइन। अन्त चाहिँ मलाई चाहिँ यहाँ प्लान्ट उयसमा चाहिँ आँखा गयो होइन। हेर्नु न कति भेराइटी अफ प्लान्ट्सहरू थियो। अन्त मलाई यो चाहिँ एकदमै मन पर्यो, मोन्स्टेरा हो कि मलाई थाहा भएन होइन। तर यो चाहिँ दामी थियो। त्यसपछि यहाँ आन्टीको स्टलमा त झन् हेर्नु न ह्यान्डमेड रहेछ, कति दामी दामी थियो। अनि त्यसपछि चाहिँ के खाऊँ भनेर चाहिँ हामी यहाँ रेस्टुरेन्टमा गयो होइन। त्यहाँ खाइसकेर चाहिँ हामी फर्क्यो। अनि फर्किँदाखेरि चाहिँ यहाँ दिदीले चाहिँ नि पर्फ्युमहरू सेल गर्नुहुँदै थियो होइन। मतलब आफूलाई कस्तो खालको पर्फ्युम मनपर्छ त्यो हिसाबले चाहिँ बनाइदिनु हुँदो रहेछ नि त। अन्त यहाँ चाहिँ विनयले पनि लिँदै थियो पर्फ्युम। त्यो लिइसकेर चाहिँ हामी फर्क्यो, किनभने सिलगढी फर्किनु पर्ने थियो नि त, रात परिसकेको थियो। त्यो भएर थ्याङ्क यू फर वाचिङ।